कुम्भ राशि, तपाईले अरूको आँसु पुस्ता पुस्ता आफ्नो रुमाल कहिले भिजियो याद छ? दुनियाँको अगाडि हाँसेर हिँड्नुहुन्छ तर ऐनाको अगाडि उभिएर आफ्नै आँखा हेर्ने हिम्मत छ? आज तपाईको त्यो नक्कली हाँसो पछाडिको सच्चा रुवाई र रित्तो खल्तीको हिसाब माग्दैछु। यो भिडियो हेर्दा मुटु भारी भयो भने नडराउनुस्, किनकि आज तपाईको वास्तविकता बोल्दैछ। तपाईको राशि घडा हो, जसले अरूको तिर्खा त मेटाउँछ तर आफू भित्रभित्रै चर्किरहेको हुन्छ। कुम्भ राशिको मान्छे त्यो अभागी योद्धा हो जसले जसलाई काट दियो उसैले पहिलो चक्कु तपाईको मुटुमा धस्यो। तपाईको पैसा कहाँ गयो? तपाईले ती मान्छेहरूलाई पाल्नुभयो जसले तपाईको सफलता देख्न सक्दैनन्। तपाईको आफ्नै घरमा तपाईलाई बुझ्ने कोही छैन। सबैलाई तपाईको खल्ती र काम मात्र चाहिन्छ। तपाईको मन कसैलाई चाहिएको छैन। तपाईले सधैँ अरूको लागि सम्झौता गर्नुभयो, आफ्ना इच्छा र रहरहरूलाई जिउँदै गाड्नुभयो। याद राख्नुस्, तपाईको लास उठ्दा मात्र यो निष्ठुरी दुनियाँले तपाईको मूल्य बुझ्नेछ। कहिलेसम्म यो मौन पीडा बोकेर हिँड्नुहुन्छ? अब सुन्नुस्, कुन बाटोले तपाईलाई यो रित्तोपनबाट निकालेर साम्राज्यतिर लैजान्छ। तपाईको दिमाग अरूको भन्दा 10 वर्ष अगाडि चल्छ। अनलाइन बिजनेस, ग्याजेट्स वा डिजिटल मार्केटिङमा लाग्नुस्। तपाईको आइडिया नै तपाईको पैसा हो। तपाईको कुराले मान्छेको जीवन बदल्न सक्छ। काउन्सेलिङ, टिचिङ वा मोटिभेसनल स्पिकर बन्नुस्। तपाईको शब्दमा सरस्वतीको बास छ। एनजिओ वा अन्तर्राष्ट्रिय कम्पनीसँग जोडिएर काम गर्नुस्। तपाईको भाग्य नेपालको माटोमा भन्दा विदेशी सम्बन्धमा बढी चम्किन्छ। डाइरेक्सन, राइटिङ वा म्यानेजमेन्ट, जहाँ तपाईले अरूलाई चलाउनुहुन्छ त्यहाँ तपाईँ सफल हुनुहुनेछ। भाग्य बदल्नु छ भने आजै यी 3 कुरा मनमा राख्नुस्। कसैले तपाईको गुण तिर्ला भन्ने आश आजैदेखि छोडिदिनुस्। आफूलाई खुसी राख्न सिक्नुस्। हरेक शनिबार बेलुका पिपलको फेदमा तोरीको तेलको दियो बाल्नुस् र शिवजीलाई ओम नमः शिवाय भन्दै जल चढाउनुस्। तपाईको मानसिक बोझ हलुका हुनेछ। आफ्नो साथमा सधैँ एउटा सानो चाँदीको टुक्रा राख्नुस् र शनिबार नीलो कपडा लगाउनुस्। यसले तपाईको रोकिएको धन र अवसरलाई आकर्षित गर्नेछ। कुम्भ राशि अब दुनियाँको होइन, आफ्नै साम्राज्य खडा गर्ने समय आयो। कुरा मुटुमा बिज्यो र हो गुरु मेरो जिन्दगी यस्तै हो जस्तो लाग्यो भने कमेन्टमा अब मेरो पालो लेख्नुहोला र यो भिडियो हरेक कुम्भ राशिको एक्लो योद्धालाई पुर्याउनुहोला। जय शनिदेव।